कवि शिरोमणि लेखनाथ पौडेलजीको घर चाहिँ कति राम्रो सुन्दर छ, पुरानो ढाँचाको घर छ। हजुरहरू भिडियोमा पनि देख्न सक्नुहुन्छ। गाउँ कति राम्रो छ, सर्लक्क जतासुकै हरियाली, घर, शान्त वातावरण। उहाँहरूको इष्टमित्र दाइको घर रे। यहाँ हाम्रा विद्यार्थी भाइ बहिनीहरू घुम्न सिर्जना उच्च माविबाट आउनुभएको छ। कवि शिरोमणि लेखनाथ पौडेलजीको घर चाहिँ अवलोकन गर्न उहाँको जन्मस्थान। त्यो घर दाजुभाइको, उहाँको दाइहरूको इष्टमित्र घर चाहिँ बुझ्यौ। तिमीले चाहिँ किताबमा पढ्थ्यौ नि, किताबमा पढ्दाखेरि लेखनाथ पौडेल सर घर भनेको लेखनाथ सर घर लाइभ होइन भिडियो। स्कुलमा हजुरलाई स्वागत छ। हामी यस्तो खतरा स्टुडेन्ट्सहरूलाई धन्यवाद भनिदिनु। अनि के को लागि आएको आज यहाँ? हामी यहाँ लेखनाथ पौडेलको घर आएको। जन्मथलो भन्नु न, जन्मथलो। टिकटक युट्युबमा सब्सक्राइब र लाइक गरिदिनु होला। भाइरल भयौँ है हामी। त जिन्दगीमा नि हुँदैन, बरु पैसा कमाएर धनी होला, भाइरल चाहिँ हुँदैन। तिमी यहाँ के गर्न आएको? हामी यहाँ हेर्न। के हेर्न आऊ? लेखनाथ। हेलो अनि कस्तो यो अब्जर्भेसन भनेको यो सब लेखनाथ सरको के बुझ्यौ? यो जग्गा चाहिँ कवि तिम्रो अब्जर्भेसन भने घुम्न आएको हैनौ? हो भिडियो हो। हाम्रो च्यानलले के घुमेर आयौँ? सब घुम्यौ? लेखनाथ पौडेल सरको सब हेरे घरहरू। अब जानी हो। अब खाजा खाने हो। खाजा खायौ? हाम्रो सदस्य सरदेखि हेर्नु ल। हाई। हेलो मामा। हेलो मामा सन्चै ल एकदम। हेलो हाई बाई बाई टाटा। हेलो हाई गाइस। भिडियो छ र कसको हो? हजुर ठिक छ। सन्चै रमाइलो बस्छ हजुरलाई। रमाइलो, तिमीहरू रमाइलो हुनु पर्यो। तिमीहरू त कविता अब शिरोमणि लेखनाथ पौडेल सर घर, उहाँले कवि यहाँबाट लेख्नुभएको थियो लगेर कविताहरू होइन? त्यो घरमा बसेर कविता लेखेर है। गुरुआले फुल टिकट दिनु होला।
नाटक आएको कोही छोडेर के भयो दुई चले फेरि के भयो माकुरा डुग्यो ए भिडियो खिच्नु भएको हजुर सर हजुर सर अब लागौँ है त्यहाँ फोटो चाहिँ लागौँ अब यस्तो गरियो के सरी